जस्तो कहिले बेला बेला न्युज आउँछ कि जस्तो वर्ल्ड कप भयो, वर्ल्ड कपको फाइनलमा एउटा टिमले हार्छ, एउटा टिमले जित्छ। अनि कहीँ कतै यस्तो इन्सिडेन्ट आउँछ कि आफूले रोजेको टिम, आफूले सपोर्ट गरेको टिमले हार्यो भनेर सुसाइड गर्यो भनेर त्यो न्युज आउँछ। अथवा एससीको रिजल्ट आयो अथवा कुनै बोर्ड एक्जामको रिजल्ट आयो, रिजल्टमा फेल भएको कारणले उसले सुसाइड गर्यो भनेर न्युज त्यो हेडलाइनै त्यो भएर आएको हुन्छ कि। तर अहिले मैले हजुरसँग कुरा गरिराख्दाखेरि चाहिँ मलाई त्यो कुरा मेरो दिमागमा स्ट्राइक गर्यो। के लाग्यो भन्दाखेरि जस्तो वर्ल्ड कपमा मैले सपोर्ट गरेको टिमले फाइनलमा हार्यो, त्यो इमिडिएट एउटा कज होला, तर बिहाइन्ड द सिन धेरै कारणहरू होला नि जसले चाहिँ मलाई सुसाइड गर्न प्रेरित गर्यो। तर लास्टमा न्युजमा चाहिँ के आयो त, उसले सपोर्ट गरेको टिमले हार्यो त्यही भएर सुसाइड गर्यो। एक्ज्याक्टली होइन। सो इन्टरप्रिटेसन्सले नै फरक पर्छ होइन। मान्छेले भन्छ सबै डिप्रेसन भए मान्छेले सुसाइड गर्ने होइन कि, नेपालमा के छ डिप्रेसन भए जति सबैले सुसाइड गर्छ भन्छ, होइन कि त्यसको एउटा सिम्टम्स हो। तर त्यो सँगसँगै अरू डिसअर्डरको कारणले गर्दा पनि मान्छेले चाहिँ सुसाइड अटेम्प्ट गर्ने गर्छन् क्या। त्यो कुराहरू हामीलाई थाहा हुनु पर्यो। त्यसकै लागि काउन्सिलिङ जाने हो, त्यसकै लागि सपोर्टहरू लिने हो। कुन प्रकार, किनभने मान्छेले एउटा भ्रम के पनि म यहाँदेखि क्लियर गर्न चाहन्छु, डिप्रेसन हुने बित्तिकै मान्छे आत्महत्या गरिहाल्छ कि भन्ने खालको त्यो छ क्या। उसलाई सपोर्ट त चाहिन्छ होइन, तर त्यो सँगसँगै त्यो मान्छेले त्यो गर्नको लागि अब अर्को एउटा बोर्डर लाइन पर्सनालिटी भन्ने डिसअर्डर हुन्छ कि, त्यसमा चाहिँ मान्छेले तत्काल गरिदिइहाल्छ कि, उसलाई थाहा हुँदैन कि कतिपय अवस्थामा चाहिँ है। अनि कतिपय सेन्सिटिभ हुन्छ, त्यस्तै बाइपोलरको भयो, त्यसपछि डिप्रेसनको केसेसहरूमा भयो, अलिकति चाहिँ हामीले सेन्सिटिभ हुनुपर्छ कि यो बाइपोलर, बोर्डर लाइन, यो साइकोटिक डिसअर्डर अनि त्यसपछि डिप्रेसन, यो तिनवटा यो विशेष गरी डिसअर्डरमा चाहिँ अलिकति सेन्सिटिभ भएर चाहिँ उसको सिम्टम्सलाई ट्र्याक गर्ने, उसलाई चाहिँ काउन्सिलिङ थेरापी फलोअपमा लिएर जान सक्यो भने हामीले रोक्न सक्छौँ। र इन्टरप्रिटेसन चाहिँ गलत गरिदिनु हुँदैन। हामीले इन्टरप्रिटेसन चाहिँ कसरी गलत गर्छौँ त भन्दाखेरि तपाईँले भने जस्तै यो फलानु भयो, यो भयो, र त्यो चाहिँ आकस्मिक गर्ने पनि रिजन पनि हुन्छ। त्यसमा पनि मान्छेको केही न केही नभइकन उसले गर्दैन होइन। एभ्री कज हेभ अ रिजन, त्यो रिजनलाई चाहिँ बुझ्नुपर्छ कि